हेलो गाइज नमस्कार। आज चाहिँ हाम्रो धान उठाउने कार्यक्रम हुँदैछ। यो चाहिँ मेरो भाइ सिरेन हो। यसले यति काम गरे कि म त दङ परेछ ल है। नयाँ त्यो धानको मुठो 5 वर्ष पुगेको यो मान्छे धानको मुठो बोकेर हिँड्ने ल काम गर्न मन लाग्छ त्यसरी ल हेर्नुहोस् यस्तो कति जाँगेरिया हुने होला यो मान्छे। ओहो ल सिरेन के गरेको? ए काम गरेको ल धान उठाएर भ्याउनै छ यता। ए मेरो यहाँ माथि छ यता भ्याइएकै छैन। सिरेनले काम गरेको रहेछ। टोपाले पसिना पुसी पुसी हाई गरिदेऊ। ल जाऊ म एकछिनमा आउँछु है भाइ। अब म उठ्छु है। सिरियलले मुठो पारेर धेरै बोके मम्मी। ओहो सिरियलले यस्तरी काम गर्छ भने मैले त सोचेको नि थिएन। त्यो सहयोग गरे त्यसले। ओके भोलि 9 बजे सुत्छ भाइ। सिरेन तेरा ल हाई गरिदेऊ। के काम गरेको सिरेन? के काम गरेको नि तिमीले? ए आमाको काम गरेको तिमीले? ए के गर्ने त यो? कसरी खान्छु भात? ए जाओस् न त। ठीक छ के जाने थकित भइहाल्छ। जिन्दगी यहाँ कहिले काम गर्नु परेको थिएन होइन? के काम गर्नु पर्यो त? खेतको त पहिलो अनुभव होला त। ल मेरो भाइले मुठा बोकेको छ। सुरेश दाईको भाग ल हेर दाई तपाईँको भाग हो। तपाईँ रसुवा गरेर रसुवा जाँदाखेरिमा ट्रेकिङमा थाक्नु भयो होला। हामी यहाँ यस्तो थाके हामी धान चार वाक्क लागिसक्यो। हार मम्मी नि खत्रै हो कि काम गर्ने त। ओहो म त दङ परेको छ हार मम्मीलाई देखेर। यति हो नि त मम्मी? कस्तो लागिरह मम्मी? बुङ्दी खोलाको भन्दा सजिलो छ नि होइन? अरूले चाहिँ तिहारको बेलामा टक्क बसेर खाने हुन्छन्। हामी चाहिँ तिहारमा छुट्टी भएर यस्तो धान काटेर धान यो के हो धान पानी के गरे यो धान बोकेर अब कुटाउनु पर्ने अवस्था आइसक्यो। आइया भाइ के भयो सिरेन? ल अब चाहिँ म पनि गएँ त गाइज। ल बाई। लास्टै थकै लाग्छ कि जानै मन होइन। अब सबैले काम गरेको देखेर हेरेर बस्दा नि भएन। छ्या बरै खेत्रा पनि नपाइने कि खेत्रा पनि नपाइने। यो तिहारको बेलामा खेत्रा नपाउने। हाम्रो चाहिँ दान लास्टै सुक्या। त्यही भएर उठाउनै पर्नेछ। यार भाउजू मुसु 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 हाँस्दै काम गर्नुभयो। त्यही त भाउजू ह्याप्पी तिहार भन्नु न। ल गाइज म पनि गएँ। अब म लाजले भए नि उठ्न पर्ने अवस्था आयो। ल बाई। थाकेर लत्रम्मै भएको अवस्था छ। सर हेर्दै छैन लट्रम्नु बिन्दास छ। सिल पारमा के छ यार खड्का जी खबर? खेतमा चिसो हावा आछ। कस्तो लागिरहेको? अब एकछिनमा म हाँसको मासु खाने त्यहाँ पकाएर ल्याएको छ। मजा आइरहेछ। ओके ये 3 बजे आउँछ अरे हजुर।
ल है त अब म हाँसको छोइल ल्याउनु है ल्याउनु गएँ है छोयो च्याट्ट है ल के छ शीतन के खानु शीतन जे भने हुन्छ शीतन हाँसको छोइला त्यत्रो धान पुरै यत्रो वाक्क लागिसक्यो थाकेर लास्टै ल ल मेमोरीको लागि चाहिँ यो तस्बिर कैद हुँदैछ है त अब धान रोप्न सकिएला जस्तो छैन अर्को वर्षबाट छोडिदिने यो धान रोप्नु त